हाम्रो सबै धर्ममित्रहरूलाई टसिदेलेर नमस्कार भन्न चाहन्छु। अनि यो आजको 24औं पाठ 23औं पाठ बनाएर मैले यो बिचमा उनीहरूको केही पाठको बारेमा भन्न सकिनँ कि आफ्नो व्यक्तिगत कामले गर्दाखेरि आज 24औं पाठमा चाहिँ के भन्न चाहन्छु भने कर्म भन्ने के हो र कर्मको फल कस्तो हुन्छ भन्ने बारेमा मैले एक दुई शब्द जानेको चाहिँ तपाईँहरूलाई भन्न चाहन्छु। आज हाम्रो भोटिया भाषामा भनौँ भने हाम्रो 3 महिनाको औँसीको दिन होइन, आज आमाको मुख हेर्ने दिन पनि भन्दो रहेछ होइन, आमा खुवाउने औँसी पनि भन्दो रहेछ। जे भयो भने आज हाम्रो औँसी र अनि भोलिदेखि हाम्रो बुद्धको मुख्य त्यो चाहिँ एकदम महान हामीले अब बुङ्ग्यो दवा एउटा धर्म पुण्य कमायो भने एउटा मनको परिवर्तन र अनि मनको एउटा मोटिभेसनले गर्दाखेरि हाम्रो एउटा धर्म चाहिँ लाखौं धर्म हुन्छ भन्ने सबैजनाले यसरी भनिरहेको छ होइन। अब सगदाओ भन्ने चाहिँ त्यो सबैजनालाई थाहै छ होइन, बुद्ध जन्म भएको दिन अनि बुद्धले बोधगयामा होइन ज्ञान प्राप्त गरेको दिन अनि बुद्ध उहाँ अनि स्वर्गीय भएको दिन होइन, त्यो तिनवटा दिन चाहिँ एकै महिनामा पर्नु गएको हुनाले हामीले एउटा बुद्धिस्टको धर्म मान्ने बौद्धावलम्बीहरूले यो महिना चाहिँ एकदमै महत्त्वपूर्ण मान्छ। यो महिनामा हामीले अघि भनेको जस्तै एउटा मोटिभेसन होइन, मोटिभेसनले गर्दाखेरि हाम्रो एउटा धर्म पनि लाखौं धर्म हुन्छ भन्ने एक कारण चाहिँ त्यसले भन्नुभएको होला भन्ने मलाई लाग्छ होइन। अब हामीले एउटा आफ्नो एउटा मोटिभेसनले गर्दाखेरि एउटा धर्म चाहिँ लाखौं धर्म हुन्छ भने अनि यसमा कसरी हुन्छ होइन त्यसको बारेमा र अनि हाम्रो कर्म भन्ने चाहिँ अघि भने जस्तो कर्म भन्ने चाहिँ कस्तो हो भन्ने बारेमा म एक दुई शब्द भन्न चाहन्छु होइन। कर्म भन्नेमा अब टिबेटन भाषामा भनौँ भने होइन लेङ हेब भन्छ होइन। अब सरल भाषामा कसरी भन्नु नेपालीमा होइन, हाम्रो लेङ हेब भनेको चाहिँ जुन आफूले गरेको कर्म छ होइन, एउटा आफूले गरेको व्यवहारको फल चाहिँ जसो गरेमा आउँछ भन्छ होइन। जुन आफूले गरेको व्यवहार चाहिँ त्यही जस्तो फल मिल्छ भनेको होइन। एउटा उदाहरणको लागि घुरेनमा होइन हामीले बिउ मकैको बिउ रोप्यो भने अनि पछि फल पनि मकै आउँछ। घुरेनमा हामीले आलुको बिउ रोप्यो भने आलु फल्छ भन्ने चाहिँ होइन। हामीले घुरेनमा खुर्सानी रोप्यो भने खुर्सानी फल्छ, त्यही त्यस्तै जस्तो होइन। हामीले राम्रो गर्यो भने राम्रै आउँछ, नराम्रो गर्यो भने नराम्रो आउँछ। हामीले कर्म भन्ने चाहिँ एउटा दिनको हामीले जिउको व्यवहार होइन, जिउले के गर्छ होइन, अनि मुखले के बोल्छ होइन, मनमा के ठान्छ त्यही अनुसारको अनि हामीलाई फल पनि त्यही अनुसार पाउने भएकोले नेपाली भाषामा कर्मको अयोग्यता भन्छ नि, कर्मको अयोग्यता भन्ने चाहिँ अघि मैले उदाहरणमा दिएँ नि होइन। घुरेनमा मकै रोप्यो भने पछि फल पनि मकै आउँछ, घुरेनमा आलु रोप्यो भने पछि फल टिप्दाखेरि पनि आलु आउँछ होइन। घुरेनमा खुर्सानी रोप्यो भने पछि खुर्सानी फल्छ भन्ने चाहिँ कर्मको आयुक्त भन्दो रहेछ होइन। अब दोस्रोमा के हो भने त हो भन्छ नि होइन, लेफेल छ नेपाली भाषामा छैन कर्मको विरुद्ध। यसमा अब सरल भाषामा भनौँ भने लेफेल छ भनेको चाहिँ यदि हामीले मनको भावना परिवर्तन राम्रो लिएर होइन हामीले पुण्य कमायो भने होइन, त्यो पुण्य चाहिँ होइन धेरै कसो भनौँ फैलिन्छ भन्छ होइन। अघि भनेको जस्तो होइन, एउटा
एउटा पुण्य कमायो भने हाम्रो मनको भावनाले यो जुन मैले कमाएको पुण्य चाहिँ होइन मेरो लागि मात्रै नभएर संसारको अनि पशुपक्षीदेखि लिएर होइन मानवता सबैजनालाई राम्रो होस् र होइन शान्ति पाओस्, दुःखबाट हटोस् भनेर हामीले त्यो भावना लिएर एउटा सानो एउटा पुण्य कमायो भने त्यो पुण्य चाहिँ अनि दिन-दिनमा फैलिरहन्छ भन्छ। बुझ्नुभयो? त्यस कारणले हामीले कर्मको वृद्धि भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण। तेस्रोमा के हो भने हामीले यदि हामीले केही काम नगरे होइन काममा अब राम्रो काम हुन्छ नराम्रो काम हुन्छ त्यसमा केही छैन। राम्रो काम नगरे राम्रो फल मिल्दैन होइन नराम्रो काम नगरे नराम्रो फल मिल्दैन होइन पुण्य नकमाए होइन पुण्यको फल मिल्दैन भन्नुहुन्छ हामीले नराम्रो काम नगरे पाप नगरे त्यसको फल दुःख भोग्नु पर्दैन भन्नुभएको छ त्यसोमा कर्मको फल भन्ने चाहिँ गरे भने आउँछ नगरे भने आउँदैन यो चाहिँ हाम्रो बौद्ध धर्म मान्नेहरूको लागि एकदमै महत्त्वपूर्ण रहेछ होइन अर्को धर्महरूमा यस्तो छैन जे गर्यो अनि हाम्रो देवताले गर्यो गडले गर्यो भन्छ नि होइन हाम्रो बौद्ध धर्ममा त्यस्तो छैन जे राम्रो या नराम्रो हुने चाहिँ आफ्नो आफूमा भर पर्छ भने होइन आफ्नोमा भर पर्छ त्यही माथि पनि आफ्नो मनमा भर पर्छ भन्छ हामीले बौद्ध धर्म भन्ने चाहिँ मनले गर्ने हो एउटा अभ्यास भएको कारणले हामीले बौद्ध धर्म या अनि बुद्धिस्टहरू भनौँ भोटिया भाषामा भनौँ भने अनि नाङ्बा भन्छ नि नाङ्बा भनेको भित्र भनेको होइन भित्र मनले गर्नेको अभ्यास भएको कारणले अहिले नाङ्बा भन्छ होइन अर्को भाषाहरूमा अनि मन र जिउ दुईटामा होइन जिउ राम्रो जिउ सुख र सुखी र जिउ शान्ति भयो भने मन पनि शान्ति हुन्छ भन्छ हाम्रो धर्म बौद्ध धर्ममा त्यस्तो होइन मन शान्ति र सुख भयो भने जिउ पनि शान्ति र सुख हुन्छ भन्छ यदि थाकेको छ भने पनि होइन अनि जिउलाई शान्ति भइरहन्छ भन्छ किनभने मन शान्ति छ नि त्यसमा हाम्रो बौद्ध धर्म चाहिँ बौद्ध धर्ममा हामीले छान्नु पाउँछ होइन राम्रो बाटोमा जाने कि नराम्रो बाटोमा जाने तपाईँको हातमा भर पर्छ भन्ने अर्को धर्महरूमा होइन राम्रो बाटोमा गयो नजाने नराम्रो बाटोमा जाने नजाने जम्मै उहाँ आफ्नो आफ्नो गड देवताले देवताको हातमा छ भन्छ नि धेरै फरक रहेछ नि एउटा हाम्रो बौद्ध धर्ममा आफ्नो हातमा भएको होइन राम्रो गर्ने अनि नगर्ने राम्रो हाम्रो हातमा छ अर्को धर्ममा राम्रो गर्ने नगर्ने अनि देवताको हातमा छ भन्छ नि त्यस कारणले कुन चाहिँ महत्त्वपूर्ण रहेछ त्यो हामी आफैले सोचेर त्यस बाटोमा जानु चाहिँ एकदमै महत्त्वपूर्ण हो सोध्छु होइन चौथोमा आफूले गरेको कर्मको फल चाहिँ कहिले पनि हराउँदैन भन्छ कहिले पनि हराउँदैन पुण्य कमायो भने त्यो पुण्यको फल चाहिँ सुख पाउँछ होइन हामीले दुःख मान्छेलाई दुःख दिने पाप गऱ्यो भने पापको फल चाहिँ दुःख चाहिँ आफैले भोग्नुपर्छ अरूलाई हामीले बाँड्नु पाउँदैन त्यस कारणले कर्मको फल कहिले हराउँदैन भन्ने टिबेटन भाषामा भनौँ भने अनि लेछ भछि मिसाउ सुँगिने होइन आफूले गरेको कर्मको फल चाहिँ कहिले पनि हराउँदैन भन्नुहुन्छ त्यस कारणले अब भोलिदेखि सकदावा भन्ने होइन बुद्धको एकदमै महान कस्तो भनौँ अघि भने जस्तो जन्म भएको दिन अनि बुद्धले ज्ञान प्राप्त गरेको दिन अनि उहाँ स्वर्गीय भएको दिन त्यस्तो एकै एकै महिनामा तिनवटा त्यत्र त्यत्रो बुद्धको त्यस्तो भएको समयमा हामीले अनि 1-2 मिनट भयो भने हामीले पुण्य कमाउनु चाहिँ एकदमै महत्त्वपूर्ण हो होइन हामीले त्यसको सट्टा हामीले पाप गरिरह्यो भने पाप पनि फैलिन्छ त्यसमा के गाह्रो छ भने हामीलाई होइन धर्म गर्दाखेरि एकदमै सोच्नुलाई राम्रो अब सकारात्मक भन्छ नि सकारात्मक सोच्नु एकदमै गाह्रो नराम्रो गर्दाखेरि नकारात्मक भन्ने चाहिँ होइन सोच्नै पर्दैन आइरहन्छ
त्यसले गर्दाखेरि हामीले जे गर्दाखेरि पनि मनलाई जति सक्छ स्वच्छ र होइन अनि एउटा सकारात्मकतिर लानु अ, सक्यो भने हाम्रो दिनदिनको व्यवहार सकारात्मक मात्र नभएर दिन घन्टाको हामीले दिन बिताए पनि काम गरिरहे पनि होइन अनि राम्रो ठाउँमा हामीले लानु सक्छ जस्तो लाग्छ। होइन भने दिनभरि काम गर्यो, मनलाई पनि दुःख, जिउलाई पनि दुःख अनि मनलाई पनि दुःख अनि जिउले अब काम गरिरहेको छ, जिउ त थाकिहाल्छ होइन? अनि मनमा अ, नकारात्मक कुरा सोचिरह्यो, यो मान्छेले यो गरेछ, यो मान्छेले मलाई त्यो भन्यो, त्यो मान्छेले त्यो दिन मलाई यस्तो भनेर सोचिरह्यो भने मनलाई पनि दुःख हुन्छ, मन थाकिरहन्छ। अनि जिउ पनि थाक्ने, मन पनि थाक्यो भने केही फाइदै छैन। त्यसको साटो त होइन बुद्धिस्ट भएको कारणले होइन, बौद्ध धर्म मान्ने भएको कारणले होइन, हामी गौतम बुद्धले हामीलाई के कस्तो बाटो देखाएको छ होइन? र छोटकरीमा भनौँ भने उहाँले दिपची हामी छासी पाप एउटा पनि नगर भन्छ होइन? गेवा फिच्नु छोपेर चाहिँ होइन, आफूले जे गरेको धर्म चाहिँ होइन, धर्म गर्ने टाइममा यो जुन मैले गरेको धर्म चाहिँ संसारको अ, प्राणीहरूलाई भलो होस् भनेर सोच्नु भन्छ होइन? त्यो गऱ्यो भने हाम्रो पुण्य चाहिँ एकदमै राम्रो र एकदमै हामीले अब बोधि चित्तको मनले छोएको पुण्य भन्छ होइन? राङ्गे सेम्ने यौसुदुर होइन? आफ्नो मनलाई आफैले सम्हाल। यो चाहिँ एकदमै महत्त्वपूर्ण। हामीले मन सम्हाल्नु नसकेको कारणले हामीलाई मनमा कति दुःख हुँदो रहेछ, मनमा कति नराम्रो सोच छ। मन राम्रोसँग सम्हाल्नु सक्यो भने मनले अनि मनमा दुःख हुँदैन, होइन? जे काम गरे पनि अ, अब राम्रो भयो भने राम्रै हो, नराम्रो भयो भने मनमा दुःख हुँदैन। हामीले नकारात्मक र मनमा जथाभावी सोचिरहन्छ, नराम्रो कुराहरू सोचिरहन्छ, नराम्रो सोचहरू सोचिरहन्छ। त्यसले गर्दाखेरि हाम्रो मनलाई शान्ति नहुने कारण त्यो रहेछ। त्यसकारणले बुद्धले आफ्नो मनलाई आफैले सम्हाल। मेरो मनलाई अर्काले सम्हाल्दैन। बुद्ध आफैले भनेको छैन, तपाईँहरूको दुःख मैले हातले पुसेर पुस्न सक्दैन भनेको छ। तपाईँहरूको दुःख मैले धोएर धुन सक्दैन भन्छ। तपाईँहरू मैले जुन दुःख गरेर होइन, कष्ट गरेर होइन अनि अ, तपस्या गरेर जुन मैले पाएको एउटा शक्ति, त्यो मैले तपाईँहरूलाई दिनु सक्दैन भन्छ होइन? जुन अ, यस्तो हो भने हामी संसारको दुःखबाट कसरी कट्ने होइन? तपाईँ जस्तो कसरी बन्ने हो भन्यो भने क्वेसन आयो भने बुद्धले जुन मैले दिएको बाटोमा तपाईँहरू जानुहोस् अनि म जस्तै हुन्छ भनेको छ नि होइन? यही नै खेल थर्बे लाम्देङ्गी मैले तपाईँहरूलाई जुन दुःखबाट कटेर होइन स्वर्गमा पुग्ने बाटो देखाइरहेको छ त्यो बाटोमा जाने हो नजाने हो तपाईँहरूको हातमा भर परिरहेको छ भन्नुहुन्छ नि त्यस कारणले सबैजना राम्रो बाटोमा जानु खोज्छ सबैजना राम्रो सोच खोज्छ तर पनि हामीले एउटा नजानेको कारणले होइन राम्रो बाटो चाहिँ नराम्रो देख्छ नराम्रो बाटो चाहिँ राम्रो देख्छ त्यो हामीले किन नजानेर त्यस्तो हो भने जान्नुलाई के गर्नुपर्छ भने हामीले पढाइ गर्नुपर्छ पढाइ गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण हो पढाइ गर्यो भने जान्छ जानिसकेपछि सोच्नु सक्छ सोचिसकेपछि अभ्यास गर्नु सक्छ नि होइन हाम्रो मान्छेहरू के गर्छ एकैचोटि अभ्यास गर्नेको प्रयास गर्छ अभ्यास गर्नुलाई अभ्यास गर्नेको सामान चाहियो नि होइन अभ्यास गर्नेको सोच चाहियो नि अभ्यास गर्नेको सोच चाहिने पहिले हामीले सिक्नु पर्यो नि त्यस कारणले परम पूज्य दलाई लामाज्यूले जहिले पनि पढाइ गर्नुपर्छ बुद्धको धर्म भन्ने त पढाइ नगरेर हुँदैन भनेर जहिले पनि भन्नुहुन्छ नि हातमा माला लिएर मात्रै बुद्धको धर्म प्राप्त गर्नु सक्दैन हामीले ढोग गरेर मात्रै बुद्धको धर्म प्राप्त गर्नु सक्दैन ढोग गर्ने हातमा माल लिएर मानिहरू गर्ने चाहिँ कारण के हो भने बुद्धको धर्म राम्रोसँग ज्ञान प्राप्त गर्नुलाई त्यो पुण्यले हामीलाई साथ दिन्छ के मैले ढोग गरेँ भने बुद्धको ज्ञान प्राप्त हुन्छ सोच्छ हुँदैन नि होइन बुद्धको ज्ञान प्राप्त गर्नु हामीले पढाइ गर्नु पर्यो सोच्नु पर्यो तपस्या गर्नु पर्यो अनि हामी बुद्ध जस्तो बन्न सक्छ होइन भने हामी बुद्ध जस्तो बन्न सक्दैन त्यसले गर्दाखेरि आफ्नो मनलाई आफैले सम्हाल होइन
राम्रो गर्यो, नराम्रो गरेर राम्रो आफैले सोच्नुहोस्, होइन? मान्छेले राम्रो भनेर हामी राम्रो हुँदैन। मान्छेले नराम्रो भनेर नराम्रो हुँदैन। राम्रो या नराम्रो भनेर आफैले आफ्नो मनले के सोचिरहेको छ, के गर्न चाहन्छ, होइन? त्यो गर्न चाहने चाहिँ राम्रो हो, नराम्रो हो। नराम्रो हो भने त्यो बाटो नजाने, गर्दै नगर्ने। राम्रो हो भने मनले जुन चाहनु लागेको छ, त्यसको बाटोमा हामी कतिसम्म जानु सक्छ, धेरै जानु नसक्यो भने त्यो बाटो कसरी खोल्ने, होइन? खोलेर 1-2 पैदल भयो भने हामीले हिँड्नु पायो भने हुन्थ्यो भन्ने सोचाइ लिएर हामीले दिनमा पाठ-पूजा र अनि एउटा पाप कटाउने, धर्म पुण्यहरू कमाउने बाटोतिर जानु सक्यो भने अनि गौतम बुद्ध त्यसले खुसी हुन्छ। आफ्नो गुरु हरू पनि त्यसले खुसी हुन्छ। आफ्नो बा-आमाहरूको लागि पनि त्यही राम्रो हो। आफैलाई पनि राम्रो, अर्कोलाई पनि राम्रो। त्यसकारणले सगदावादेखि लिएर सबैजनाले पुण्य कमाउनेको कोसिस गर्नु, पाप गर्नेको कोसिस नगर्नु, होइन? पापको मन हामीलाई आउँछ, पाप गर्नेको मन हामीलाई आउँछ, धर्म गर्नेको मन आउनु एकदमै गाह्रो छ। पाप गर्नेको मन आयो भने, "ओ यो पापले त मलाई दुःख दिनु लागेको रहेछ। यो बाटोमा म नजाने" भनेर आफैले छेक्नु चाहिँ एकदम राम्रो हो। मान्छेले छेक्नु आयो भने मान्दा पनि मान्दैन, होइन? आफैबाट एउटा बुद्ध धर्मको स्वाद लिएर हामीले अभ्यास गर्न सक्यो भने अनि हाम्रो सखा दावा चाहिँ एकदमै राम्रो हुन्छ भन्ने मेरो एउटा सानो अनि अनुरोधको लागि यो बनाएर तपाईँहरूको अगाडि पठाउँदैछु। अनि त्यसमा केही मैले भुल भएमा सबैजनालाई मलाई माफ दिनुहोस्। त्यसैले